ज्यूमा चाहिँ के भन्दै हुनुहुन्छ त हाम्रो हर्क साम्पाङज्यू उहाँको भिडियो हेरौँ है त। यो कसै न कसैले सिलायो होइन कि सिलाइन पो यो रुखमा फलिरहेको टिपेर लिएको हो मैले यो कसै न कसैले सिलायो है। सिलाउनु भनेको श्रम गरेको, उसले पसिना बगाएको एक खालको शीत उसले खर्च गरेको, समय खर्च गरेको त्यो श्रम। अब उसले सिलाएर टोपी बन्यो, तर यो फेरि ढाका फेरि अर्कैले सिलायो होइन हो कि भन्नु न है। यो ढाका कच्चा पदार्थबाट यो ढाकाको टोपी होला यो होइन, मलाई त्यसो लाग्छ कि के हो यो कि फलामको हो त्यो ढाका एउटाले बुन्यो नि फेरि होइन हो कि न। कच्चा पदार्थले धागो सागो लिएर बुन्यो तानमा है, त्यहाँ पनि श्रम भेट्टाइयो भने फेरि कसैले चाहिँ धागो बनायो क्या होइन, रुवाबाट बनायो। मलाई लाग्छ जहाँसम्म लाग्छ मैले कपासबाट यो धागो बनायो। कपास टिप्नेले श्रम गर्यो, कपासबाट धागो बनाउनेले श्रम गर्यो, त्यो धागोलाई लिएर तानमा ढाका बुन्नेले श्रम गर्यो, त्यस पछाडि तपाईँको त्यो ढाकालाई काटेर टोपी बुन्नेले श्रम गर्यो होइन। अनि मैले यहाँ उठाएर यसरी ला मैले श्रम गरेँ क्या हो होइन, मैले चाहिँ गरिनँ। श्रम नगरी केही बन्दो रहेछ बन्दैन होइन। लौ है अब जति पनि पूर्व इलाकातिर चाहिँ हाम्रो हर्क साम्पाङज्यूले खर्लप्पै चाहिँ बनाउनु भयो। अब पूर्वतिरको जनताहरू हर्क साम्पाङज्यूको पक्षमा खर्लप्पै पुरै जनता उठेको छ।